हल्ला धेरै थियो, प्रतीक्षा त्योभन्दा पनि बेग र अब त्यो प्रतीक्षाको बेग र चाहिँ पूर्ण विराम लागेको छ। किनभने आज मात्रै चलचित्र झिङ्गेदाउ 2 को टिजर सार्वजनिक भएको छ। टिजर पोस्टर सार्वजनिक हुनुभन्दा अगाडि नै जब झिङ्गेदाउ 2 बन्दैछ है भन्ने बित्तिकै दर्शकहरूको आतुर अपार माया र साथ हेर्न पाइएको थियो। कमेन्टमा कहिले आउँछ कहिले बन्छ भन्दै हुनुहुन्थ्यो। अब बेग र प्रतीक्षा गर्नु पर्दैन। अब यो फिल्म असोजको 2 गतिबाट चाहिँ तपाईहरुले हलमा गएर हेर्न पाउनुहुनेछ र त्योभन्दा अगाडि चाहिँ अझै मन मस्तिष्कलाई शीतल बनाउनको लागि चाहिँ टिजर हेर्नु होला भन्न चाहन्छु। अब हामी यहाँ आइसके पछाडि पक्कै पनि टिजरको बारेमा कुरा गर्छौँ, के लाउँछौँ, त्यो के छ कस्तो छ भनेर। अब टिजरको बारेमा मैले के बोल्छु भनेर त तपाईहरुले थाहा पाइसक्नु भयो, किनभने मैले जुन अगाडि बोले शब्द त्यही शब्दलाई तपाईहरुले कपी गर्दा फरक पर्न। अब मैले जहिले पनि कुरा गर्दाखेरि 4-5 वटा टपिकमा बसेर कुरा गरेकै हुन्छु। मलाई एकदमै र म लगायत मेरो जेनेरेसन सबैलाई चाहिँ अहिले सिनेमेटिक एकदमै धेरै खोज्नुहुन्छ र यो फिल्मले सिनेमेटिकमा एकदमै धेरै खुसी बनाएको छ। अब सुरुमा नै एकदमै आमाको भावना, आमाको काख र आमा र छोराको भावनात्मक सम्बन्धलाई देखाएर सुरुवात भएको यो फिल्म लडाई झगडा माया र लडाई झगडा माया हामीले सबै कुराको मसालेदार एकै ठाउँमा भेट्न पाउँछौँ। अब कलाकारहरू 4 जना चाहिँ मेन भूमिकामा हुनुहुन्छ। सुरुदेखि अन्त्यसम्म अरु पनि धेरै कलाकारहरू हुनुहुन्छ, तर चाहिँ यसमा मेन भनेको 4 जना हुनुहुन्छ। नायिका र नायक आचल शर्मा, केके अधिकारी, महेश त्रिपाठी र कुशल हुनुहुन्छ र यो फिल्ममा दमदार अभिनय गर्नुभएको छ। कथाको कुरा गर्नुपर्दाखेरि एकदमै बलियो कथा र कथाको बारेमा सायदै मैले भनिराख्नु नपर्ला, किनभने झिङ्गेदाउले बोलिसकेको छ कि यो फिल्म कस्तो बन्छ र यो फिल्म कस्तो हो भनेर। भनेपछि झिङ्गेदाउ 2 ले झनै कस्तो बोल्ला त भनेर चाहिँ हामी प्रतीक्षा मात्रै गर्न सक्छौँ, अरु केही गर्न सक्दैनौँ। सिनेमेटिक बब्बाल छ। सबैभन्दा उत्कृष्ट पार्ट तपाईहरुलाई के थाहा छ? सबैभन्दा उत्कृष्ट पार्ट छ आचल शर्मा र केके अधिकारीको फाइट। ओ माई गॉड, रुखबाट पुरै गर्ल्याम गुलुम तल भुताला भुतुल चलेको छ। यो फिल्म एकदमै पारिवारिक छ, एकदमै धेरै परिवारले रिलेट गर्नुहुन्छ र यो फिल्म हेर्नको लागि सायदै एकदमै धेरै जनाहरु चाहिँ प्रतीक्षित हुनुहुन्छ जस्तो मलाई लागिसकेको छ है, किनभने म आफै पनि एकदमै धेरै एक्साइटेड छु यो फिल्मको लागि। अब अधिकांश कमेन्टहरु हेर्ने हो भने पनि छिटो हेर्न पाए हुन्थ्यो, बब्बाल बनेको रहेछ, ओएमजी म त प्रतीक्षा गर्न सक्दिन। यस्तो राम्रो राम्रो जीवन्त अभिनय, कति राम्रो काम गरेको आचलले केकेले, यस्तो यस्तो राम्रो प्रतिक्रियाहरू आएको छ हैन। अब के चाहियो र भनेर चाहिँ हुन्छ नि, अब यो झिङ्गेदाउ असोज 2 मा आए पछाडि अरु के चाहियो र भन्ने जसरी पनि कुरा गर्नु भएको छ। यदि जस्तो फिल्ममा चाहिँ कलाकारहरूको अभिनयहरूको अनि कन्टेन्टको, तर स्पेशली कलाकारहरूको तारिफ हुनु स्वाभाविक हो, तर यो फिल्ममा एउटा फरक चीजहरु भेट्न सक्नुहुन्छ। यो फिल्ममा ज्ञानेन्द्र देउजाको चाहिँ तारिफ भएको छ। ज्ञानेन्द्र देउजाको नाम लिने बित्तिकै मलाई फिल्म हेर्न मन लाग्छ। ज्ञानेन्द्र देउजाले यस्तो राम्रो काम गर्नुहुन्छ, उहाँले छोएको मुभी सबै राम्रो हुन्छ, यति राम्रो तारिफ आएको छ डिरेक्टरदेखि सबैजनालाई। कतिपय फिल्महरू तारिफ गर्नलाई योग्य नै हुन्छन् र नगरी पनि बस्न सकिँदैन है, त्यही भएर पनि यो फिल्मको तारिफ पनि भइरहेको छ। जस्तालाई तस्तै भनेका फिल्महरू पनि धेरै नै छन् है। अब यो फिल्ममा चाहिँ स्पेशली आमा र छोराको भावनात्मक सम्बन्ध देखाइएको छ। देउरानी जेठानीको नोकझोक झगडा देखाइएको छ। एउटै छाना मुनि बस्ने सासू ससुरा, छोरा बुहारीको, देउरानी जेठानीको कथालाई चाहिँ समेटेर बनाएको छ। एकदमै पारिवारिक फिल्म छ, एकदमै सिनेमेटिक छ, भावनात्मक सम्बन्धहरू देखाइएका छन्, कमेडी पनि त्यत्तिकै देखाइएका छन्। साच्चै नै यो वर्षको सबैभन्दा उत्कृष्ट फिल्म नबल्ला भन्न सकिँदैन है। अब उनलाई त टिजर मात्रै हेरेर गफै हानेको जस्तो सुनिन सक्छ, तर गफै हानेको सुन्ने पनि सुन्योस्, फिल्म भने बब्बाल बनेको छ। यो फिल्मको चाहिँ मैले खुलेर प्रशंसा गर्नेवाला छु, किनभने टिजर यति राम्रो छ भने ट्रेलर कस्तो होला र पुरै सिनेमा कस्तो होला म पनि एकदमै धेरै आतुर छु। र यो फिल्ममा मैले एउटा नाम लिनै पर्छ। नाम लिन भने यो फिल्मको लागि अन्याय हुन्छ। हाम्रो एकदमै ह्यान्डसम चकलेटी हिरो आर्यन सिग्देल पनि यो फिल्ममा हुनुहुन्छ। उहाँलाई धेरै टाइम देखाइएको छैन टिजरमा, तर जति पनि देखाइएको छ उहाँको भूमिका एकदमै धेरै बब्बाल हुनेवाला छ र उहाँले प्रेस मिटमा दिएको जानकारी अनुसार पनि यो उहाँको यो क्यारेक्टर चाहिँ बब्बाले हुनेवाला छ। उहाँले चाहिँ नाइ भन्न नसकेको क्यारेक्टर हो यो र एकदमै बब्बाल हुनेवाला छ। र सरोज खनालको त हामीले के कुरा गर्नु, उहाँ भनेको पहिलेदेखि नै एकदमै राम्रो अभिनय गरेर एकदमै राम्रो काम गरेर हाम्रो मन मस्तिष्कमा बस्न सफल भइसकेको अग्रज कलाकार हुनुहुन्छ।
र सबैजनाको कामको तारिफ योग्य हुनुहुन्छ होइन, त्यो भन्न चाहन्छु। र बाँकी सामग्री आए पछाडि भन्दा पनि ट्रेलर आए पछाडि हामी कुरा गर्नेछौँ। तर मैले टिजरको कुरा गर्दै गर्दाखेरि यदि ट्रेलरमा चाहिँ कति हामीले सोचेको जस्तो पाइनौँ भने पनि हामी फेरि कुरा गर्नेछौँ। हामी राम्रो मात्रै पनि भन्दैनौँ फेरि सबै कुरालाई, हामी नराम्रो पनि भन्छौँ, जस्ताको तस्तै पनि भन्छौँ। नराम्रो भन्नाले त्यस्तो नराम्रो भन्दैनौँ, तर एटलिस्ट राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने काम चाहिँ हाम्रो हो, तपाईँहरूको। र तपाईँहरूलाई टिजर कस्तो लाग्यो, यसमा तपाईँलाई मन परेको पार्ट के छ र तपाईँलाई चित्त नबुझेको कुरा पनि के छ भनेर चाहिँ तपाईँहरूले मजाले कमेन्ट गर्न सक्नुहुन्छ। र कस्तो लाग्यो पनि भन्न नबिर्सनु होला। र म फेरि पनि भेट्ने नै छु तपाईँहरूसँग छिटै नै। थ्याङ्क यू सो मच।